एउटा सपना थियो, लक्ष्य। अब राष्ट्रिय टिमको जर्सी लगाउने, राष्ट्रिय टिमको जर्सी लगायो, एकदमै खुसी लाग्यो। जस अब मेरो एउटा राष्ट्रिय टिम लगाउने राष्ट्रिय टिमको जर्सी लगाउने सपना चाहिँ पुरा भएछ। खासमा अब म चाहिँ यहाँसम्म पुग्छु भने चाहिँ मैले सोचेको थिएन होइन। दाइहरूसँग पनि धेरै गेम खेलेँ। अब पहिला चाहिँ म लिप्टर खेल्थेँ होइन। अब लिप्टर खेल्दै अब यहाँ रुकुमकोमा चाहिँ एउटा गेम भएको थियो होइन। रुकुमकोमा चाहिँ तेद्दाले गेम राख्नु भएको थियो। त्यति बेला चाहिँ मलाई चाहिँ खेल्ने अवसर दियो सानभेरीले। राम्रो प्रदर्शन गरेँ र तेद्दाले नि अब त्यति बेला हाम्रो एउटा रेफ्री ल्याउनु भएको रहेछ गोपाल थापा। अनि उहाँले चाहिँ तेद्दाले उहाँलाई चाहिँ कुरा गर्नुभयो। अनि त्यसपछि अहिले त्यही बेला मेरो चाहिँ अहिले हाइट देख्नुपर्छ दाइले। अनि त्यस पछाडि कान्छा पुलिस क्लबमा जान्छस् भन्नुभयो। त्यस पछाडि म चाहिँ पुलिस क्लबमा गएँ। अनि पुलिस क्लबमा गएर जोस् अनि राम्रो गर्दै गएँ जोस्। अब मलाई पुलिस क्लबले चाहिँ एउटा खेल्ने मौका दियो। अनि मैले चाहिँ त्यो मौका चाहिँ गुमाएन। जोस् मैले चाहिँ त्यो मौकालाई चाहिँ धेरै सुधार गरेर धेरै राम्रो गरेर चाहिँ अहिले यहाँसम्म आउनु पुग्यो। अब यसमा चाहिँ म चाहिँ अहिले नै पुलिस भएँ भर्खर म जोइन भएको चाहिँ 3 महिना भयो। कहिलेकाहीँ आफ्नै कारणले चाहिँ जस गेम जितेको गेम चाहिँ आफ्नै कारणले हराउँदा चाहिँ आफू एकदम दुःखी हुन्छ। कहिलेकाहीँ नजित्ने गेम आफूले जिताउँदा पनि एकदमै खुसी लाग्छ। गेम हारेपछि त जसले नि हल्का त सम्झाउने बुझाउने चाहिँ जसले नि गर्छ त्यो त हामीले नि त्यो मान्नै पर्छ। अब कहिलेकाहीँ अब हामीले नि गेम खेल्दाखेरि अब गएर हामीले आफ्नै गेम खेलेर आफै हराउँदा त अब आफूलाई पनि नराम्रो लाग्छ। र जस्तै अब गुरुहरूले सिकाएको कुरा चाहिँ हामीले सिक्नुपर्छ। अब उहाँहरूले भन्नुहुन्छ यस्तो कारणले गेम गऱ्यो, यस्तो कारणले गेम गऱ्यो, त्यो चाहिँ हामीले सिकिदिनुपर्छ। यस्तो कुटपिट यताउता समीक्षा चाहिँ हुन्छ। अब यस्तो कुटपिट यताउता चाहिँ हुँदैन। 10-11 वर्षदेखि खेल्थेँ होला मैले चाहिँ अब सानैदेखि। अनि बल पहिला चाहिँ बल छोपिन्थ्यो, बल खेलिँदैन थियो नि त। 10-11 वर्ष त बल छोपियो होला। अब होइन दाइहरूले खेल्दाखेरि बल छोपियो, कहिलेकाहीँ रेफ्री गरियो, कहिलेकाहीँ चुइकोमा पनि रेफ्री गरिन्थ्यो 5 रुपियाँ। अनि पोइन्ट गरिदिने बल छोपेर 5 रुपियाँ ल्याइन्थ्यो। अनि दाइहरूले खेल्दा देखेर मैले नि सिकेँ होला। पहिला चाहिँ वडा श्री गेममा सेटर नै खेलेँ 2 वर्ष ती सेटर खेलेँ वडा गेममा। त्यस पछाडि अनि म चाहिँ लिप्टरै भनी गएको क्लबमा जान त लिप्टरमा हजुर जाँदाखेरि नै लिप्टरै भनी भयो। अब लिप्टर भनेर गएको मान्छे कहाँबाट सर्टमा जस भनेको क्लबमा जाउँदैछौँ तपाईँले लिप्टरै भनेर जानुभयो होइन। अब म अलि धेरै अग्लो भएकोले अब गाउँमा सबभन्दा अग्लो भएको कारणले चाहिँ त्यहाँ एकजना दाइले यसको नाम चाहिँ टर्की राख्नुपर्छ भन्नुभयो। अनि त्यस पछाडि पहिला सानोमा त अब केही लाउँदैन थियो नि त। अनि त्यस पछाडि त्यहाँ गेम खेल्न गयौँ। दाइले चाहिँ टर्की भनी जिस्काउनुहुन्थ्यो। त्यस पछाडि त्यही दाइले चाहिँ टर्की भन्दै अब सबैतिर गेम खेल्न जाँदा जहाँ पनि टर्की भन्दा चाहिँ यो नाम रहेको छ। सबै कुरामा अब जस्तै इन्जुर्ड भयो भने पनि अब जस अब हामीले त अब अहिलेको भन्दा पनि पछिको पनि भविष्य सोच्नु पऱ्यो। सबै भविष्य सोच्नु पर्दा अब गेम खेली लास्टमा जाने विदेशै हो। अनि यहाँ नेपाल सरकारले हामीलाई केही त होइन दिने। जस्तै मैले जतिसुकै विदेश गएँ पनि जति धेरै पैसा कमाएँ पनि जाहिरी खाए पनि नखाए पनि मैले भलिबल नखेल्दा त मलाई यति धेरै चिन्दैन थियो होला, चिन्दैन थियो नि त। जस्तै मैले भलिबल खेलेर त यतिजना सबैजनाले चिन्नुहुन्छ अहिले, नत्र भने चिन्नु हुँदैन थियो होला। अनि मैले अरू केही जाहिरी खाएँ यताउता डुल्ने घुमेँ जे गरेँ नि विदेशै गएँ नि त कसैले चिन्दैन थियो। अहिले भलिबल खेलेर सबैले चिन्नु भएको एकदमै खुसी लाग्छ। चाहे तपाईँले करोडौँ पैसा खर्च गर्नुहोस् यो खालको पहिचान यो खासको इज्जत र मान सम्मान त अब जिन्दगी पाइन्न नि त। पहल स्वागत छ। धन्यवाद। अहिले चाहिँ खास के गरिराख्नु भएको छ? आज भोलिको दिन चाहिँ कसरी बितिरहेछ? त्यस्तै गाउँघरतिर साथीहरूसँग रमाइलो गर्दै दाइहरूसँग डुल्दै गाउँतिर। अहिले गेमहरू चाहिँ के छ खासमा? के खेल्नुभयो अहिले? अब के गेम आउँदैछ? अब त गेम खासै छैनन् होला सायद यो वर्ष। अब खै गेम छैनन् होला भनौँ। अब चाहिँ अर्को वर्ष होइन त अर्को सिजनमा यहाँले भर्खरै राष्ट्रिय के अरे प्रधानमन्त्री 10औं प्रधानमन्त्री कप पनि खेल्नुभयो होइन? हजुर। कस्तो रह्यो त्यो प्रतियोगिता चाहिँ? प्रहरी के अरे तपाईँको क्लब चाहिँ तेस्रो रहन गयो होइन पोइन्ट टेबलमा चाहिँ। समग्रमा त्यो कस्तो रह्यो त्यो प्रतियोगिता चाहिँ? कसरी सम्झिनुहुन्छ? समग्र रूपमा अब त्यो प्रतियोगिता पनि हामीले राम्रै खेले हो। त्यो राम्रो खेल्दा पनि अलि थोरै चुक्न पुग्यौँ। यहाँहरूको चाहिँ एउटा विभागीय टिम होइन, बलियो टिम पनि छ, सशक्त पनि रहन्छ। तर पछिल्लो समय चाहिँ यो विशेष गरी विदेशी खेलाडी पनि राख्न पाउने नियमका कारणले गर्दाखेरि चाहिँ अलिकति यहाँहरूलाई समस्या भइराखेको जस्तो देखिन्छ होइन? कस्तो भइराखेको छ खास त्यसमा? अलिकति के लाग्छ यहाँहरू चाहिँ विदेशी खेलाडी भएर यहाँहरूलाई अलिक गाह्रो भएको कि अथवा अझै राम्रो गर्न नसकेर चाहिँ यहाँहरूले अलिकति त्यो नतिजामा चाहिँ यहाँहरू सफल भइराख्नु भएको छैन होइन? यसलाई चाहिँ कसरी हेर्नुहुन्छ यहाँले? के कारणले हुनसक्छ अथवा त्यो? अब त्यो चाहिँ अब हामीले अब सँगै जति खेले हुन्छ हुन त अब त्यही पनि अब कहिलेकाहीँ
अब बिसीलाई नजित्ने भन्ने चाहिँ हुँदैन, जित्न पनि सकिन्छ, तर अब कहिलेकाहीँ गेम हो, कहिलेकाहीँ के हुन्छ थाहा हुन्न। जस बिसीहरू हामीभन्दा धेरै माथिको लेभलका हुन्छन्, त्यही भएर पनि अलिक धेरै गाह्रो हुन्छ। उनीहरूसँग खेल्दाखेरि यहाँहरूलाई एउटा हिसाबले नतिजा त आफूसँग नपर्न सक्छ होइन, तर फेरि सिकाएका हिसाबले त महत्त्वपूर्ण पनि भयो। हजुर, जिताइले मात्रै पनि ठुलो कुरा भन्दा पनि खेलमा चाहिँ अनुभव पनि हुन्छ है। हजुर, त्यो कारणले विशेष गरी पाकिस्तानी खेलाडीहरूसँग यहाँले विपक्षी भएर खेल्दाखेरि चाहिँ यहाँहरूको खेल स्तर सुधार गर्नको लागि कतिको महत्त्वपूर्ण भूमिका खेल्ला छ त्यसले? अब यहाँको खेलको अब सुधार गर्नको महत्त्वपूर्ण भूमिका चाहिँ खेलिरहेको खेल्न त अब त्यही पनि अब हाम्रो खेलाडीहरू सबै विदेशी नै पलायन धेरै छ। अब नेपाल सरकारले त्यसलाई रोक्नु पर्यो भन्ने, त्यो पनि त्यसले गर्दाखेरि समस्या छ होइन। अब यहाँहरूले अघिल्लो पटक रुकुम पश्चिम 9औं NBA कपमा चाहिँ सहभागी भयो होइन, पहिलोपटक पाकिस्तानी खेलाडी सम्मिलित टिम थियो, यहाँहरूसँग चाहिँ तेस्रो स्थानका लागि प्रतिस्पर्धा पनि भयो होइन। त्यो प्रतियोगिता यहाँहरूले जित्नुभयो। यहाँले भन्नुभयो कि हामीले विदेशी खेलाडी भन्न बित्तिकै अथवा विदेशी खेलाडी भएको टिम भन्न बित्तिकै नजित्ने पनि छैन भन्नुभयो होइन। तर त्यो कस्तो हुँदो रहेछ खासमा विदेशी खेलाडी भएको टिमलाई पनि पराजित गर्दाखेरि चाहिँ त्यो मनोबल कस्तो हुँदो रहेछ खासमा? एकदमै धेरै हुन्छ सर। अब मनोबल त अब विदेशी खेलाडी सहित नेपाल 3 जना खेलाडीले जित्यो भने चाहिँ अब जस विदेशी खेलाडी जित्नु भने चाहिँ सबभन्दा राम्रो कुरा। हजुर, टिममा कस्तो छलफल हुन्छ जितेपछि अथवा चाहिँ उत्रिनुभन्दा अगाडि चाहिँ उनीहरूप्रति चाहिँ अथवा उनीहरूलाई कसरी चाहिँ यहाँहरूले हेर्नुहुन्छ अथवा टिमले कसरी हेरिराखेका हुन्छ, यहाँहरू के तयारी गरिराख्नु भएको हुन्छ विशेष गरी अलि विदेशी खेलाडीहरूसँग सम्बन्धित? विशेष गरी अब हामीले चाहिँ अब नेपाली भन्दा पनि विदेशीलाई चाहिँ अब जस रोक्नुपर्छ भन्ने चाहिँ हाम्रो भित्र चाहिँ कोर्डिनेसन भएको हुन्छ। अब विदेशीलाई रोकेपछि जितिन्छ भन्ने चाहिँ हुन्छ, अब नरोकेपछि अलिक गाह्रो हुन्छ विदेशीलाई चाहिँ रोक्न। उनीहरूलाई चाहिँ विशेष गरी कमजोर बनाउनु पर्ने चाहिँ रणनीति हुन्छ होइन। कमजोर बनाउनु, अब त्यो सधैँ सफल हुन पनि सक्छ नहुन पनि सक्छ। 10औं प्रधानमन्त्री कप महत्त्वपूर्ण थियो यो मानेमा पनि कि क्लब च्याम्पियनसिप, अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप पनि खेल्न पाउने एउटा अवसर थियो होइन। र देशको एउटा ठुलो प्रतियोगिता पनि भयो भलिबलको, त्यसमा च्याम्पियन हुनु अर्थपूर्ण छ होइन, धेरै महत्त्वपूर्ण पनि छ। त्यसमा चाहिँ पहलको समग्रमा चाहिँ आफूले आफ्नो प्रदर्शनलाई कसरी लिइराख्नु भएको छ, कतिको सन्तुष्ट हुनुहुन्छ? समग्रमा अब त्यति बेला राम्रो खेल्न सकेन जस अब हल्का इन्जुरीको कारणले नि, त्यही पनि अब जस हाम्रो अब फाइनल पुग्ने भन्ने, अब फाइनल पुगेर गेम जित्ने भन्ने त जसलाई नि लाग्न त त्यही नि अब समग्र राम्रै खेल्ने। जस नेपाल पुलिसको लक्ष्य चाहिँ के थियो त्यो प्रतियोगितामा? अब नेपाल पुलिसको त लक्ष्य अब फाइनल जित्ने नै हो। फाइनल पुग्ने लक्ष्य नै थियो यहाँ? फाइनल पुग्ने लक्ष्य नै थियो, अब पुगेन। हजुर, के त्यहाँनिर चाहिँ अलिकति आफ्नो हारपछि अलि बढी समीक्षा पनि हुन्छ होइन, यो कारणले हामीले राम्रो गर्न सकेनौँ, गरेको भए राम्रो हुन्थ्यो भन्ने के कुरा चाहिँ रह्यो नेपाल पुलिसको समग्रमा? पछि प्रतियोगितालाई कसरी समीक्षा गर्नुभयो, खासमा के कुरालाई अलिकति हामीले सुधार गरेको भए चाहिँ प्रतियोगिता अझ राम्रो हुन सक्थ्यो भन्ने लाग्छ? अब हाम्रो चाहिँ अब जस हामीले अब पोइन्ट हाम्रो धेरै लिड हुँदा पनि हामी तल परेर कारणले चाहिँ हाम्रो गेम चाहिँ हार्न पुग्यौँ। जस हामीले चाहिँ लिड गर्न सकेनौँ, पोइन्ट लिड गरेरलाई नि बचाउन सकेनौँ। भनेको अवसर चाहिँ राम्रो थियो किन भन्दाखेरि दबाब एकदमै सिर्जना गर्नुभएको थियो यहाँहरूले होइन। अझ विशेष गरिकन सेमिफाइनल सरहको त्यो पश्चिमसँग खेल थियो होइन, यहाँहरू सहज अवस्थामा पनि केही समय त हुनुहुन्थ्यो, तर फेरि विशेष गरी दोस्रो सेटमा यहाँहरूले चाहिँ नराम्रोसँग एउटा चाहिँ गुमाउनु पुग्नुभयो। त्यसपछि यहाँहरूको लय भनौँ त्यो अलिकति कमजोर देखियो होइन। अनि त्यसमा अनि बलले इन्जुरी भयो, त्यसमा पनि अलि हामीलाई धेरै त्यो भयो, गाह्रो भयो। भलिबलमा चाहिँ पहिलो सेट पनि महत्त्वपूर्ण हुँदो रहेछ होइन, मोमेन्टमका हिसाबले चाहिँ पहिलो सेट यदि जित्न सकियो भने अरू सेटमा विपक्षीलाई दबाबमा राख्नु हुन्छ हाम्रो धेरै। त्यसमा पनि अलिकति चुकियो होइन त त्यसमा पनि। अब नेपाल पुलिसको यहाँ अहिले चाहिँ प्रमुख खेलाडीको रूपमा रहनु भएको छ होइन, सानो उमेरमै अथवा भनौँ पुलिसमा जोडिएपछि यहाँ छोटो समयमा पनि एउटा चाहिँ प्रमुख खेलाडीको रूपमा रहनु भएको छ। रुकुम पश्चिममा यहाँको जन्म भयो, पहिला रुकुमै भनौँ पछि रुकुम पश्चिम भएको छ होइन, यहीँ खेल्नुभयो, यहीँ सिक्नुभयो। अलिकति पुरानो कुराहरूलाई सम्झिँदाखेरि यहाँ पुग्नुभयो, कहिले सोच्नु भएको थियो राष्ट्रिय टिमसम्म पनि पुग्छु अथवा चाहिँ राष्ट्रिय एउटा क्लबबाट चाहिँ भलिबल खेल्छु? यहाँको त एक हिसाबले भनौँ नाम पनि छ, भलिबलबाट यहाँले अहिले आर्थिक उपार्जन पनि गरिराख्नु भएको छ होइन। यो जर्नीलाई अथवा यो अहिलेसम्मको यात्रालाई चाहिँ कसरी सम्झिनुहुन्छ यहाँले खासमा? खासमा अब म चाहिँ यहाँसम्म पुग्छु भन्ने चाहिँ मैले सोचेको थिएन होइन। अब त्यसमाथि अब गाउँघरतिर गेम खेलिन्थ्यो, अब गाउँघरतिर गेम खेल्दै अब जस दाइहरूसँग पनि धेरै गेम खेलेँ। अब पहिला चाहिँ म लिफ्टर खेल्थेँ होइन, अब लिफ्टर खेल्दै अब यहाँ रुकुमकोमा चाहिँ एउटा गेम भएको थियो होइन,
रुकुमकोमा चाहिँ त्यति गेम राख्नु भएको थियो। त्यति बेला चाहिँ मैले चाहिँ खेल्ने अवसर दियो सानभेरीले, राम्रो प्रदर्शन गरेँ र त्यति नि अब त्यति बेला हाम्रो एउटा रेफ्री ल्याउनु भएको रहेछ गोपाल थापा, अनि उहाँले चाहिँ त्यो दाइले उहाँलाई चाहिँ कुरा गर्नुभयो। अनि त्यसपछि अलि त्यही बेला मेरो चाहिँ अलि हाइट देख्नुपर्छ दाइले, अनि त्यस पछाडि कान्छा पुलिस क्लबमा जान्छस् भन्नुभयो। त्यस पछाडि म चाहिँ पुलिस क्लबमा गएँ, अनि पुलिस क्लबमा गएर जोस् अनि राम्रो गर्दै गर्दै गएँ जोस्। अब मलाई पुलिस क्लबले चाहिँ एउटा खेल्ने मौका दियो, अनि मैले चाहिँ त्यो मौका चाहिँ गुमाएन जोस्। मैले चाहिँ त्यो मौकालाई चाहिँ धेरै सुधार गरेर धेरै राम्रो गरेर चाहिँ अहिले यहाँसम्म आउनु पुग्यो। अब लगायत त्यो दाइ लगायत सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मैले रुकुम कप यहाँको लागि एउटा चाहिँ यात्राको सुरुवात गर्ने एउटा पोइन्ट पनि रह्यो होइन, यहाँको यो पुलिस क्लबमा जोइन हुनु चाहिँ रुकुम कप चाहिँ मेरो यात्रा सुरु हुनु चाहिँ रुकुम कपले गर्दा चाहिँ यात्रा जोस् धेरै सहज भयो। यहाँ 2-3 वर्ष भयो होइन पुलिस क्लबमा जोडिएको? 3-4 वर्ष भयो। 4 वर्ष भयो। यो बिचमा सुरुमा त यहाँ त्यहाँ जानुभयो, टिममा सुरुमै पर्नुभयो कि सुरुमै यहाँको कति समय कुर्नु पर्यो? 3 महिना जति कुर्नु पर्यो। 3 महिना जति। 3 महिना यहाँले अभ्यास गरेपछि यहाँ चाहिँ पुलिस क्लबमा चाहिँ भनेको टिमबाटै खेल्ने होइन? हजुर। त्यसपछि चाहिँ त्यति बेलाको क्षण चाहिँ कस्तो थियो भनेको नेपाल पुलिस क्लबबाट यहाँ एउटा लोकल केटा होइन यहाँ तल खेल्दै गरेको, यहाँबाट स्वाट राजधानीसम्मको यात्रा सुरु भयो। त्यसपछि पहिलोचोटि चाहिँ पुलिस क्लबको जर्सी लगाएर खेल्दाखेरि मैदानमा कस्तो महसुस भएको थियो? म चाहिँ एकदमै खुसी थिएँ त्यति बेला चाहिँ। मैले चाहिँ अब के गर्नुपर्छ है भनेर म चाहिँ एकदमै खुसी चाहिँ। मैले जस्तै पुलिस क्लबको एउटा पुलिस क्लब भन्ने एउटा देशको जोस् राम्रै क्लब हो नि त, राम्रो हुँदा नि धेरै राम्रो क्लबमा आएर चाहिँ मैले चाहिँ एउटा सङ्गठनमा आएर चाहिँ गेम खेल्न पाउँदा म एकदमै खुसी थिएँ। त्यति बेला एकदम खुसी लाग्यो। खुसी लाग्यो। अब त्यो खेलमा चाहिँ विभिन्न क्षणहरू पनि हुन्छन्, कहिलेकाहीँ सकारात्मक कहिलेकाहीँ नकारात्मक होइन, सधैँ एउटा खेलाडी चल्छ भन्ने पनि हुँदैन होइन। धेरै कुराहरू चाहिँ दर्शकले पनि याद गरिराख्नु भएको हुन्छ, कुन खेलाडी आज चलेको छ कुन खेलाडी चलेको छैन भनेर होइन। त्यो कहिलेकाहीँ अपसेट हुने ब्याड डे पनि हुन्छ होइन, खराब दिन पनि हुन्छ। त्यस्तो कुराले चाहिँ कहिलेकाहीँ आफूलाई हुन्छ नि अझ मनोबल एकदम गिर्ने, अब एक हिसाबले भन्ने हो भने हतोत्साहित हुने, त्यस्तो फिल हुने चाहिँ गेममा कतिको हुन्छ? हुन्छ त्यो सर। अब जस्तो अब आफूले गेम अब जित्न लागेको गेम हार्दा चाहिँ एकदमै अब दुखी चाहिँ भइहालिन्छ। कहिलेकाहीँ आफ्नै कारणले पनि हजुर, त्यही कहिलेकाहीँ आफ्नै कारणले चाहिँ जस गेम जितेको गेम चाहिँ आफ्नै कारणले हराउँदा चाहिँ आफू एकदम दुखी हुन्छ। कहिलेकाहीँ नजित्ने गेम आफूले जिताउँदा पनि एकदमै खुसी लाग्छ। पहिला हामी सानो सानो हुँदाखेरि पुलिसको आर्मीको सशस्त्रको टिमलाई चाहिँ गेम हार्यो भने साँझै लिएर एकदम कुट्छ अरे अथवा गाली गर्छ अरे भन्ने किसिमको बाल मनोविज्ञानमा थियो कि हामीले सुन्थ्यौँ होइन। प्रहरी पुलिस आर्मीको त्यसपछि सशस्त्रको टिम चाहिँ जित्नै पर्छ उनीहरूलाई दबाब हुन्छ भन्ने किसिमको हाम्रो मनोविज्ञानमा थियो। त्यो पारिदिएको थियो, कसैले सुनाइराखेका थिए होइन। त्यो अहिले पनि कता कता त्यो सुनिन्छ भनेको अब पुलिस आर्मी सशस्त्रले हार्यो भने चाहिँ अलिकति गाली खान्छ भन्ने किसिमको, अथवा पहिला त अझ अलिकति श्रममै बढी लगाउँछ भन्ने किसिमको पनि सुनिन्थ्यो होइन। त्यस्तो हुँदो रहेछ कि हुँदो रहेछ? खासमा यो हल्ला मात्रै हो कि सत्यता पनि छ यसमा? यो चाहिँ हल्लै होला सायद। अब म हल्ला भन्दा नि अब मभन्दा पहिला चाहिँ म क्लबमा छिरेदेखि चाहिँ त्यस्तो भएको होइन। अब मभन्दा पहिले भएको चाहिँ मलाई थाहा छैन। जस अब गेम हारेपछि त जसले नि हल्का त सम्झाउने बुझाउने चाहिँ जसले नि गर्छ त्यो त हामीले नि त्यो मान्नै पर्छ। अब कहिलेकाहीँ अब हामीले नि गेम खेल्दाखेरि अब गएर हामीले आफ्नै गेम खेलेर आफै हराउँदा त अब आफूलाई पनि नराम्रो लाग्छ। र जस्तै अब गुरुहरूले सिकाएको कुरा चाहिँ हामीले सिक्नुपर्छ। अब उहाँहरूले भन्नुहुन्छ यस्तो कारणले गेम गऱ्यो यस्तो कारणले गेम गऱ्यो, त्यो चाहिँ हामीले सिकिदिनुपर्छ। यस्तो कुटपिट यताउता समीक्षा चाहिँ हुन्छ, अब यस्तो कुटपिट यताउता चाहिँ हुँदैन। त्यो चाहिँ हल्ला नै हो होइन? हल्ला नै हो। पहिला किन भन्दाखेरि तपाईँले सुन्नु भएको थियो होला सायद? मैले पनि सुनेको थिएँ तर मैले चाहिँ देखेन। अब योभन्दा पहिला भएको भए चाहिँ मलाई थाहा छैन। भोग्नु परेन होइन? भोग्नु परेन। हस्, यो पनि एउटा सानो जिज्ञासा भएको कारणले तपाईँलाई चाहिँ त्यहाँबाट स्पष्ट भइहालौँ भनेर। अर्को कुरा यो क्लबमा हुने जस्तो आर्मी पुलिस सशस्त्रकोमा चाहिँ कतिपय दर्शकलाई जिज्ञासा के पनि छ भने उनीहरू साँच्चीकै पुलिस आर्मी सशस्त्र हुन्छन् कि अथवा चाहिँ अरूले खेल्छन् भन्ने किसिमको पनि हुन्छ होइन। क्लबमा हुने सबै जम्मै चाहिँ भर्ती हुने हुन्छ कि अथवा के हुन्छ यसबारेमा अलिकति जानकारी गराइदिनुहोस्। यहाँ अहिले के हुनुहुन्छ? यसमा चाहिँ म चाहिँ अहिले नै पुलिस भएँ भर्खर। यहाँ म जोइन भएको चाहिँ 3 महिना भयो। अनि जो सबै चाहिँ पुलिसै हुन्छन्, जागिरी नै हुन्छन् सबै। अब 1-2टा चाहिँ अब पब्लिकहरू हुन्छन्। अब पब्लिकहरू अब भर्ना गर्नलाई राख्नु भएको हुन्छ उहाँले चाहिँ, जस अब सबै विभाग नै हुन्छ।
जस्तो यहाँले खेला जस्तो बाहिरकोले कन्ट्र्याक्टमा पनि क्लबमा जोडिएर खेल्न सक्ने चान्सेस चाहिँ हुन्छ, तर सम्भावना बढी पनि रह्यो कि उहाँले खेलिराखेको भर्ती हुनलाई सम्भावना पनि हुने। हजुर हजुर हजुर। अब हिजो चाहिँ यहाँले भलिबल सुरु कति वर्षको उमेरमा सुरु गर्नुभयो? यहाँले चाहिँ यहाँ सानीबेरी 3 को हुनुहुन्छ होइन, त्यहाँ भलिबल चाहिँ राम्रो, यहाँको त्यो समयमा सानीबेरी एकदमै राम्रो टिम पनि थियो होइन, जिल्लाभरिमा राम्रो टिम पनि थियो, यहाँहरू बिचमै प्रतिस्पर्धा पनि राम्रो हुन्थ्यो ओडाको बिचमा होइन। खासमा यहाँको सुरुवात चाहिँ भलिबल कहिलेबाट खेल्नुभयो? यहाँले चाहिँ कुन उमेरदेखि खेल्नुभयो? उमेर त मलाई ठ्याक्कै थाहा छैन। अब खेल्न त मैले मैले सानैदेखि गेम खेल्थेँ, त्यस्तै 10-11 वर्षदेखि खेल्थेँ होला मैले चाहिँ, अब सानैदेखि। अनि बल पहिला चाहिँ बल छोपिन्थ्यो, बल खेलिँदैन थियो नि त, 10-11 वर्ष त बल छोपियो होला। अब होइन दाइले खेल्दाखेरि बल छोपियो, कहिले काहीँ रेफ्री गरियो, कहिले काहीँ चुइकममा पनि रेफ्री गरिन्थ्यो 5 रुपियाँ, अनि पोइन्ट गरिदिने, बल छोपे 5 रुपियाँ ल्याइन्थ्यो। अनि दाइले खेल्दा देखेर मैले नि सिकेँ होला। रहर कसरी चाहिँ भयो भलिबलको, यहाँ कसरी लाग्नुभयो? अब रहर मैले अब सानैदेखि भलिबल खेल्थेँ। अब अब गाउँहरू सबै मेरो दाइ नै आफ्नै कारण भलिबल खेल्ने भयो हुनाले पनि अब गाउँमा अब हाम्रो त यता रुकुम जिल्ला त धेरै गेम हुने ठाउँ हो नि त, गेम भइरहेको छ नि त यहाँ। त्यस पछाडि अब हाम्रो अब स्कुल गइन्थ्यो, स्कुलबाट आएपछि स्कुलमा पनि धेरै गेम हुन्थ्यो हाम्रो। साँझ बिहान गेम खेलिन्थ्यो। अब गेम खेल्दै अब रहर भयो, भलिबलको भूत चढ्यो। अब खेलिएर अब जस राम्रै भयो, यो ठाउँ पुग्नु पाइयो। यहाँ पहिला सेटर हुनुहुन्थ्यो, त्यो त मैले पनि देखेको छु। यहाँले सागमा पापिनी मेलामा खेलेको देखियोस् अथवा अन्य ठाउँमा मैले यहाँ देखेको छु। यहाँ चाहिँ सेटर हुनुहुन्थ्यो, यहाँकै घरकै सम्भवतः 3 भाइ होइन, 3 भाइले भनेको 3 भाइ नै टिममा हुनु, 4 भाइले नै टिममा खेल्नुहुन्थ्यो होइन, 4 भाइले नै गेम खेल्नु। त्यो चाहिँ मैले चाहिँ यहाँलाई देख्न पाएको थिएँ। यहाँ पातलो एकदम लिखुरे हाइट भएको यहाँले सेटिङ गर्नुहुन्थ्यो, त्यो म देखिराखेँ, सबैले देख्नुभयो दर्शकले, यहाँले भन्नु पनि भयो होइन। कहिलेबाट फेरि यहाँ चाहिँ स्पाइकर हुनुभयो अथवा त्यो सेटिङको जो सेटरको भूमिकामा हुनुहुन्थ्यो त्यो चेन्ज गर्ने अवस्था चाहिँ कहिले आयो र किन आयो? जस्तै अब वडा स्तरीय गेम हुन्थ्यो गाउँमा, वडा स्तरीय गेम खेल्न जाँदा चाहिँ अब के अरे अब म चाहिँ अब पहिला चाहिँ वडा स्तरीय गेममा सेटर नै खेलेँ, 2 वर्ष ती सेटर खेल्ने वडा गेममा। त्यस पछाडि अनि हाम्रो वडाको सेटर भयो जस, अनि चाहिँ सेटर हुँदाखेरि चाहिँ मैले चाहिँ अलि हाम्रो स्पाइकरभन्दा अलि धेरै सर्ट चाहिँ हान्छु जस्तो लाउने। अनि त्यस पछाडि सर्ट हान्न सुरु गरेँ जस, लिफ्टर पनि खेल्दै गएँ, सर्ट पनि खेल्दै गएँ। त्यस पछाडि अब पालिकाको गेम भयो हाम्रो। अब पालिकाको गेम हुँदाखेरि चाहिँ अब जस गणेश बुढो थोकी भन्ने छ भीष्म दाइ, अब भीष्म दाइहरू चाहिँ 2टा हामी लिफ्टर, 2टाले सर्ट हान्थ्यौँ। अब चुली कप थियो, चुली कप पनि त्यसै गरी हामी जितेका थियौँ सुर्खेतमा। हजुर सुर्खेतमा। अनि त्यस पछाडि जस म चाहिँ लिफ्टरै भनी गएको क्लबमा जाँदा त, लिफ्टरमा हजुर जाँदाखेरि नै लिफ्टरै भने भयो। अब लिफ्टर भनेर गएको मान्छे कहाँबाट सर्टमा जस भनेको क्लबमा जाउन्जेलसम्म तपाईँले लिफ्टरै भनेर जानुभयो होइन। त्यो सुरुमा जाँदाखेरि त्यो पोजिसनमा खेल्नु पनि भयो? मैले चाहिँ खेलेन, जस ट्राई गऱ्यो त्यहाँ गएर चाहिँ भित्र अब स्पाइक हान्ने ट्राई गऱ्यो, लिफ्टर फाल्ने ट्राई गऱ्यो। स्पाइक हान्ने चाहिँ अब मेरो चाहिँ अलि रिसिभ राम्रो भएको कारणले त स्पाइकतिर अलि धेरै। भनेको यहाँ रुकुम कपमा यहाँले स्पाइकरकै भूमिकामा खेल्नु? हजुर, रुकुम कपमा लिफ्टर पनि खेलेँ, स्पाइक पनि खेलेँ, अलराउन्डर। हजुर दुवै खेलेँ। भनेको अहिले सेटिङको यहाँलाई कतिको चाहिँ अनुभव, अहिले चाहिँ आउँदाखेरि कतिको सजिलो लाग्छ, त्यस्तो छ कि छैन अहिले चाहिँ? अहिले लिफ्टर फाल्न धेरै गाह्रो लाग्छ। भनेको हिसाबले आफ्नो क्षमता एउटातिरबाट विकास हजुर अहिले चाहिँ गाह्रो छ। हजुर भनेको क्लबमा यहाँ लिफ्टरै भनेर जानुभयो, पछि चाहिँ फेरि व्यवस्थापनले यहाँलाई हेरेर स्पाइकरमा यहाँलाई यहाँको डिफेन्स यहाँले कुरा गर्नुभयो, त्यो पनि सायद प्लस पोइन्ट भयो होला यहाँलाई। अब अर्को कुरा चाहिँ एउटा रमाइलो कुरा, यहाँलाई टर्की भनेर उपनामले पनि चिनिन्छ होइन। अब यहाँलाई सायद पहल गहतराजभन्दा बढी टर्की नै भनेर चिन्छन् होला देशभरिमा भलिबल प्रेमीहरूले। यो नाम चाहिँ कसरी चाहिँ रह्यो, यो अलिकति जान्न चाहेको र जिज्ञासा मात्रै, यहाँको पर्सनल कुरा पनि भयो फेरि होइन। अब सायद यहाँले त्यो माइन्ड पनि गर्नुहुन्न होला अहिले टर्की भनेर सुनेपछि, दर्शकको होइन माया पनि छ यहाँलाई, सायद त्यो अपमान गरेर अथवा अरू कुराले पनि होइन, यहाँलाई माया गरेर चिन्ने नाम चाहिँ टर्की भएको छ। कसरी यो रहन गयो अलिकति यसबारेमा भन्नु न। यो त अब हामी त्यो एउटा छिबाङ डाँडा भन्ने ठाउँमा गेम खेल्न गएको थियौँ। त्यस पछाडि गेम खेल्न जाँदा चाहिँ अब म अलि धेरै अग्लो भएकोले अब गाउँमा सबभन्दा अग्लो भएको कारणले चाहिँ त्यहाँ एकजना दाइले यसको नाम चाहिँ टर्की राख्नुपर्छ भन्नुभयो। अनि त्यस पछाडि पहिला सानोमा त अब केही लाउँदैन थियो नि त। अनि त्यस पछाडि त्यहाँ गेम खेल्न गयौँ, त्यहाँ दाइले चाहिँ टर्की भनी जिस्काउनुहुन्थ्यो। त्यस पछाडि त्यही दाइले चाहिँ टर्की भन्दै अब सबैतिर गेम खेल्न जाँदा जहाँ पनि टर्की भन्दा चाहिँ यो नाम रहेको छ।
कहिलेकाहीँ गुनासो लाग्ने अथवा चाहिँ हुन्छ नि कहिले नभन्दै हुन्थ्यो लाज लाग्ने त उमेर बढ्दै जाँदाखेरि हुन्छ नि त सानोमा चाहिँ फिल हुँदैन होइन गाउँमा फिल हुँदैन गाउँभन्दा बाहिर गएपछि अथवा आफूले श्रम लागेका मान्छेहरू होइन आफूले चाहिँ सम्मान गर्ने मान्छेहरू अथवा कहिलेकाहीँ उमेर पनि हुन्छ होइन लाज नभन्दै हुन्थ्यो कसैले यो नाम नभन्दै हुन्थ्यो भन्ने जस्तो लाज चाहिँ कहिले फिल हो कि भएन फिल त हुन्छ बेला बेला कतिखेर हुन्छ अब त्यही नामले परिचित भएको चल परिचित भएको त्यसरी खासै भने अहिले त यहाँको पहिचान नै भइसक्यो अब त फिल पनि हुनु होला अब त फिल हुनु सम्भव त किन भन्दाखेरि यहाँलाई बुझ्ने चिन्नेले चाहिँ मैले बढी चाहिँ यहाँलाई टर्किने भनेर पनि चिनिराख्नु भएको हुन्छ राष्ट्रिय स्तरीय खेलमा पनि कमेन्टेटरहरूले पनि यहाँलाई चाहिँ कहिलेकाहीँ त्यो प्रसङ्ग जोडिराख्नु भएको हुन्छ होइन त्यो पहिचान जस्तो भयो अहिले चाहिँ यहाँलाई त्यस्तो लाग्ने अप्ठ्यारो लाग्ने चाहिँ हुँदैन हुनु पनि भएन हजुर अब अर्को कुरा चाहिँ यहाँ राष्ट्रिय टिममा पनि डेब्यू गरिसक्नु भएको छ होइन अब यहाँलाई अहिले अब राष्ट्रिय टिमको एउटा प्रमुख हतियारको रूपमा खेलाडीको रूपमा पनि दावेदारको रूपमा पनि हेरिराखिएको छ यहाँले काभाको जुनियर पनि खेल्नुभयो होइन अनि त्यसपछि अरू यहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरू धेरै खेलिसकेको अनुभव चाहिँ छ अब राष्ट्रिय टिममा पहिलोचोटि चाहिँ पर्दाखेरि उहाँ सम्भवतः यहाँले एकचोटि खेल्नुभएको छ राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्नुभएको छ काभामा होइन कस्तो रह्यो त्यति बेला चाहिँ भन्नु त यहाँले चाहिँ एउटा गाउँबाट रुकुम पश्चिमबाट उठेर गएर नेपाल पुलिस क्लबमा आबद्ध भएर त्यहाँबाट आफूलाई प्रमाणित गरेर नेपालको राष्ट्रिय टिममा जोइन भएर अन्तर्राष्ट्रिय भूमिमा चाहिँ नेपालको प्रतिनिधित्व गर्दाखेरि कस्तो फिल भएको थियो एकदमै राम्रो सर जिन्दगीमा अब त्यही अब गेम चाहिँ अब खेलिएपछि अब एउटा सपना थियो लक्ष्य अब राष्ट्रिय टिमको जर्सी लगाउने अब राष्ट्रिय टिमको जर्सी लगायो एकदमै खुसी लाग्यो जस अब मेरो एउटा राष्ट्रिय टिम लगाउने राष्ट्रिय टिमको जर्सी लगाउने सपना चाहिँ पुरा भएछ अब चाहिँ के छ खास अब यहाँको हुन्छ नि अझै के भलिबलमा चाहिँ कति माथिसम्म पुगौँ अथवा चाहिँ कुन रूपमा आफूलाई प्रस्तुत गरौँ अथवा कुन रूपमा आफूलाई साबित गरौँ प्रमाणित गरौँ भन्ने खास अबको लक्ष्य चाहिँ के छ यहाँको राष्ट्रिय टिममा पनि परिसक्नु भएको छ अबको लक्ष्य त सर अब खेलौँ अब इन्जुर नसम्म खेलौँ जस अब हाम्रो नेपालमा खासै त भलिबल खेलेर केही छैन भन्नुपर्दा चाहिँ त्यही अब भलिबल खेलेपछि अब छोड्न चाहिँ निकै गाह्रो हुन्छ जहाँ गए नि रस पस्यो हजुर अब विषय पनि रह्यो अब जस खेलुन्ची चाहिँ जस राम्रै नाम चाहिँ राम्रै खेलेर चाहिँ छोड्छु भन्ने लाग्छ भनेको राष्ट्रिय अब भनेको त यहाँ निरन्तरता राष्ट्रिय टिममा रहोस् भन्ने पनि एउटा हजुर राष्ट्रिय टिममा अब रहोस् भन्ने पनि परेपछि आफूलाई प्रमाणित गर्न सकौँ साबित गर्न सकौँ भन्ने पनि रह्यो होइन हजुर यहाँले अघि एउटा नमिठो कुरा पनि हो र अहिलेको नियति पनि हो भलिबलको होइन धेरै पुरुषतर्फका र महिलातर्फका राष्ट्रिय खेलाडीहरू वैदेशिक रोजगारीका लागि चाहिँ पलायन हुनुभएको छ अथवा भलिबल छोडेर विदेश जान बाध्य हुनुभएको छ उहाँहरूको सामाजिक सञ्जालमा हेर्छु म यसो उहाँहरू अहिले पनि त्यहाँ गएर नि भलिबल छोड्नु भएको छैन कि होइन उहाँले चाहिँ सायद जीविकोपार्जनको लागि अरू केही गर्नुहुन्छ भलिबललाई नै पेसा बनाउनु भएको छ त्यो अर्को कुरा रह्यो तर उहाँहरू विदेशमा रहे पनि भलिबल छोड्न सकिराख्नु भएको छैन एकातिर एउटा प्यासन नै छ रहर छ त्यति धेरै तर फेरि अर्कोतिर बाध्यता विदेशिनु पर्ने छ होइन यहाँले भनि पनि हाल्नुभयो कि नेपालमा भलिबल खेलेर त्यस्तो सायद यहाँले दाइ अगाडिको दिदीहरूलाई हेरेर नै त्यो भन्नुभएको होइन खासमा एउटा भलिबल खेलाडीलाई नेपालमा टिक्नका लागि समस्या नै हो तपाईँले देखेको अहिलेसम्म हजुर यो चाहिँ टिक्नको लागि चाहिँ हाम्रो नेपालमा धेरै समस्या छ त्यो आर्थिक रूपमा अथवा चाहिँ भोलि भविष्य सुरक्षित नहुने तपाईँलाई चोट लाग्यो इन्जोर हुनुभयो यो त्यहाँबाट चाहिँ यहाँको भविष्य नहो कि अथवा अरू सामाजिक सुरक्षाको हिसाबले हो कि आर्थिक रूपमा मात्रै हो के हो छ यसमा चाहिँ सबै कुरामा अब जस्तै इन्जोर भयो भने पनि अब जस अब हामीले त अब अहिलेको भन्दा पनि पछिको पनि भविष्य सोच्नु पऱ्यो सबै भविष्य सोच्नु पर्दा अब गेम खेली लास्टमा जाने विदेशै हो अनि यहाँ नेपाल सरकारले हामीलाई केही त होइन दिने भन्ने सोच चाहिँ खेलाडीमा अहिले चाहिँ जो सबै खेलाडीमा अहिले चाहिँ सोचै त्यही छ क्या 2-4 वर्ष खेल्यो नि जान्छु भन्ने चाहिँ सोच छ सबैको तपाईँहरू एउटा भनौँ न एउटा चाहिँ आर्थिक रूपमा यहाँहरूलाई एउटा स्रोत त छ नै भर्ती हुनुभयो त्यसपछि यहाँलाई तलबको कुरादेखि लिएर अन्य सेवा सुविधाको कुरा पनि छ यहाँहरूले त यो खालको भनिराख्नु भएको छ अथवा यहीँ पुलिस क्लबमै रहनुभएका विभागीय अरू टिममा होइन मानबहादुर श्रेष्ठदेखि अरू खेलाडी नेपाल आर्मीमा लोकेन्द्र चन्ददेखि लिएर अरू खेलाडी चाहिँ नेपाल सशस्त्र प्रहरीदेखि लिएर होइन अहिले सफल विश्वकर्मादेखि लिएर अरू नेपाल पुलिसकै खेलाडीहरू पनि पलायन हुनुभयो होइन अझ झन् बाहिरको कस्तो समस्या होला होइन यहाँहरूको एउटा रोजीरोटीको चाहिँ एउटा आधार त सुनिश्चित छ तैपनि तपाईँहरूले भविष्य देखिराख्नु भएको छैन भने अन्य खेलाडीको त समस्या नै रहेछ होइन हजुर अन्य खेलाडी समस्या छ जस अब हाम्रो पो अहिले जागिरी हुन्छ र त अलिअलि जीविकोपार्जन भयो जस होइन यताउता हेर्नुपर्छ नि त अब जस्तै अब
जागिरी नहुने अरूले जस्तो जागिरी हुने बाहिर खेल्ने झन् कसरी खेलेर हाल्छन् अनि न हामीलाई भलिबलसँगले न तलब छ न केही छ यता त केही त छैन हाम्रो नेपालमा हाम्रो त अझ तलब छ अलिअलि खेलौँ भन्ने आश त छ यसमा चाहिँ यहाँले भन्नुभयो ठ्याक्कै कस्तो राम्रो कुरा भलिबल सङ्घ अरू केही सङ्घले चाहिँ खेलाडीलाई तलब दिएर पनि स्थापित गर्ने अथवा चाहिँ टिकाइराख्ने प्रयास पनि गरिराखेका छन् होइन अब खासमा भलिबल खेलाडीहरूको लागि चाहिँ के कुरामा अलिकति बढी सरकारले राज्यले ध्यान दियो भने चाहिँ खेलमै लागेर पनि जीवन अथवा आर्थिक उपार्जन गर्ने आफ्नो रोजीरोटी गर्ने र जीवन व्यतीत गर्ने अवस्था हुनसक्छ अब भलिबल सङ्घले अब जस खेलाडीहरूको हेरिदिनु पऱ्यो खेलाडीलाई चाहिँ यसरी कसरी बचाउँ भनेर चाहिँ तलबको हुन्छ अथवा अरू खेलको हेर्दा त अब सबैको छ नि त भलिबल मात्र होइन त्यस पछाडि अब भलिबल सङ्घले चाहिँ अलिअलि जस खेलाडीलाई पनि हेरिदिनु पऱ्यो भन्ने चाहिँ लाउँछ हेरिदिनु पर्छ जस्तो लाउँछ अब हामीले भनेर त केही हुन्न होला सायद हुन त त्यही पनि अब यो चाहिँ भलिबल सङ्घ तपाईँहरूकै माग अब खेलाडी तपाईँहरूले जिन्दगी अहिले त एउटा उमेर छ यहाँ पनि भयो भोलि ठुलो चोट लाग्यो भने तपाईँ चाहिँ इन्जुरी भयो भने त सकियो हेर्नु जिन्दगी हाम्रो सकियो भोलि इन्जुरी आयो ल मानौँ खेल्दा खुट्टा गएर खुट्टा अब भलिबल खेल्न पनि सकिएन खुट्टा नि गयो यता अब जिन्दगी सकिए जस्तो भयो नि त न पैसा कमाउन सकियो न भलिबल खेलेर अब काम छ न भलिबल खेल्न सकिन्छ न अब त्यहाँ गएर जागिर खाएर पनि के काम हेर्नु त्यहाँ बसेर केही नै सकिँदैन इन्जुरी भयो त सकियो नेपालमा हजुर यसमा चाहिँ राज्यले ध्यान दिनु होइन समग्र खेलको कुरा छँदैछ किन भन्दा भलिबल अझ राष्ट्रिय खेल पनि त्यस कारणले अझ बढी राज्य चाहिँ जिम्मेवार हुन पनि आवश्यक छ अर्को कुरा चाहिँ अब यहाँ रुकुम पश्चिम यहाँले भन्नुभयो भलिबलको लागि धेरै अहिले एउटा उर्वर भूमि जस्तै पनि भएको छ होइन 2 जना खेलाडी तपाईँहरू पुरुषतर्फ नै राष्ट्रिय टिमको लागि दावेदार हुनुहुन्छ भनेको 2टा क्लबबाट खेलिराख्नु भएको छ यहाँले त खेलिसक्नुभयो राष्ट्रिय टिमबाट पनि सुरेन्द्र केसी अर्को यहाँको नजिकैको यहाँको साथी होइन नजिकैको चाहिँ उहाँ पनि हुनुहुन्छ र महिलातर्फ चाहिँ प्रगतिनाथ उहाँले पनि चाहिँ राष्ट्रिय टिममा योपालि काभाको लागि भनेर उहाँ टिममा परिसक्नु भएको छ यसअघि पनि पर्नुभयो तर अहिले चाहिँ प्रमुख सेटर नै हुनुहुन्छ होइन यो हुँदाखेरि चाहिँ कतिको कस्तो लाग्छ रुकुममा चाहिँ यहाँको नाम आउँदाखेरि माथि राष्ट्रिय स्तरमा कस्तो हुन्छ एकदमै राम्रो लाग्छ नि सर अब हामी अब रुकुममा जन्मिएर पनि यस्तो ठाउँमा जन्मिएर पनि राष्ट्रिय टिममा गएर चाहिँ खेल्न पाउँदा राष्ट्रिय टिममा पढ्दा चाहिँ धेरै नै खुसी लाग्छ हाम्रो कहिलेकाहीँ कुराकानी हुने शेयरिङ हुने तपाईँहरू बिचमा चाहिँ छलफल हुने त्यस्तो हुने चाहिँ हुँदैन छैन अहिलेसम्म त्यस्तो छैन होइन हजुर सुरेन्द्र केसी अब ऊ त तपाईँको साथी भयो होइन नजिकै 2टा 3 नम्बर 4 नम्बरको हुनुहुन्छ यहाँहरू होइन कस्तो हुन्छ राष्ट्रिय के अरे प्रतिस्पर्धी भएर खेल्दाखेरि चाहिँ त्यहाँ कस्तो हुन्छ त्यसभन्दा बाहिरको सम्बन्ध चाहिँ कस्तो हुन्छ प्रतिस्पर्धा त अब गेममा त अब हामीले चाहिँ उतटी अब आफ्नो विपक्षीलाई चाहिँ कमजोर सम्झिने कुरा चाहिँ भएन अब जस अब फेरि विपक्षी टिम त हो तर साथीका हिसाबले माया हुन्छ अरू कुरा सेयरिङ हुन्छ हैन माया चाहिँ गेममा चाहिँ ठट्टा चल्ने अथवा अरू हुने कतिको हुन्छ त्यस्तो त्यो ठट्टा हुन्छ नि अब गेममा चाहिँ हामीले चाहिँ त्यस्तो गर्नुहुन्न जस गेम खेल्दा चाहिँ दुश्मनै भनौँ न दुश्मन जस्तै हो गेम खेल्दा चाहिँ बाहिर आउँदा त अब भाइ साथी जिस्किने यता आउँदा सबै हुन्छ तर गेममा चाहिँ फेरि प्रतिस्पर्धी नै भइहाल्यो प्रतिस्पर्धीको भाव नै हुने भयो अब चाहिँ भलिबल यहाँले चाहिँ अहिले सोचेको चाहिँ तत्काललाई चाहिँ भलिबलमै यहाँ हुनुहुन्छ होइन किन भन्दा भर्खर यहाँको त उमेर भएको छ भर्खर राष्ट्रिय टिममा एकपटक पर्नुभएको छ अब अर्को कुरा चाहिँ अहिले यहाँहरूलाई एउटा त भयो आर्थिक स्रोतमा यहाँहरूको पारिश्रमिक भयो होइन जो चाहिँ यहाँले क्लबबाट पाउनुहुन्छ अर्को कुरा चाहिँ अरू के कस्ता स्रोतहरू हुन्छन् यहाँहरूसँग चाहिँ भलिबल खेलेर अहिले चाहिँ यहाँ त धेरै ठाउँमा जानु पनि भएको छ गर्न सक्ने अथवा चाहिँ अवसर पाउने र आफ्नो क्षमताले गर्नेहरूलाई त फेरि अवसर पनि छ नि होइन धेरै छ अवसर आफूले गर्न सक्यो भने चाहिँ धेरै छ अब जस्तै बाहिर देश गयो भने चाहिँ अब त्यहाँबाट पनि पैसा आउँछ यो नेपालमै पनि अब एउटा गेम खेले पनि अब राम्रै पैसा दिन्छन् अब उता नि तलब आउँछ जस भलिबलमा नि नराम्रो त होइन राम्रै छ जस्तै अब नियमित चाहिँ हुनु पर्यो अब राष्ट्रिय टिममा परदेशी चाहिँ अब सरकारले हेरिदिनु पर्यो नि त सबै कुरा सरकारले हेर्दैछ अब इन्जुरी भए पनि त अनि हामीले आफै पैसा खर्च गर्नुपर्छ होइन अहिले अभाव छ यो कुरा सुधार हुनुपर्छ भन्ने त एउटा कुरा हो तर यहाँलाई चाहिँ अहिले सन्तुष्टि छ कि छैन भलिबल लागेर यो अथवा योभन्दा अर्को ठाउँ लागेको भए म योभन्दा बढी पैसा कमाउँथेँ अथवा योभन्दा बढी नाम कमाउँथेँ अब यो भलिबल लागेर राम्रो भयो भलिबल लागेर चाहिँ एकदम ठिक छ अब जस्तै योभन्दा अर्को नाम चाहिँ जस्तै मैले जतिसुकै विदेश गएँ नि जति धेरै पैसा कमाएँ जागिरी खाए पनि नखाए पनि मैले भलिबल नखेला त मलाई यति धेरै चिन्दैन थियो होला चिन्दैन थियो नि त
जस्तै मैले भलिबल खेलेर त यतिजना सबैजनाले चिन्नुहुन्छ अहिले, नत्र भने चिन्नु हुँदैन थियो होला। अनि मैले अरू केही जागिर खाएँ, यताउता डुलेँ घुमेँ, जे गरेँ नि, विदेशै गएँ नि त कसैले चिन्दैन थियो। अहिले भलिबल खेलेर सबैले चिन्नु भएको एकदमै खुसी लाग्छ। चाहे तपाईँले करोडौँ पैसा खर्च गर्नुहोस्, यो खालको पहिचान, यो खालको पहिचान, यो खालको इज्जत र मान सम्मान त अब जिन्दगी पाइन्न नि त। घरमा के भन्नुहुन्छ? घरमा त केही भन्नु एकदमै राम्रो। भनेको तपाईँको छोराको चाहिँ यहाँसम्म पुगेको छ होइन, साथ सहयोग सपोर्ट कस्तो छ? एकदमै राम्रो साथ सपोर्ट छ एकदम। घरमा चाहिँ राम्रो छ भनेको राम्रो मान्नुहुन्छ, गर्व गर्नुहुन्छ? हजुर। असहयोग भन्ने त्यस्तो चाहिँ छैन। अझ फेरि यहाँको सम्बन्धमा अलिकति तुलनात्मक रूपमा महिला खेलाडीको तुलनामा पुरुष खेलाडी त सजिलो पनि छ होइन, अझ महिला खेलाडी अलिकति कहिलेकाहीँ समस्या हुन सक्छ भन्दा नि अब घरतिर अब छोरी गेम खेल्नु गएपछि नराम्रो त लागिहाल्छ अलि। जस्तै हामीलाई त अब पर्दैन त, हाम्रो के अरे हामी गेम खेल्नु भयो भने त अनि ढुक्क हुन्छ नि, अब छोरी मान्छे गेम खेल्नु गयो भने अलि जस्तो अब आजभोलि त अब जमाना नि राम्रै छ नि त, सबैले जहाँ गए नि अब भलिबलको लागि गर्ने मान्छे सुरक्षित छ, त्यो भएर पनि सजिलो छ। अब यहाँ अस्ट्रेलिया जानुभयो होइन खेल्न? हजुर। कस्तो रह्यो अस्ट्रेलियाको यात्रा? अस्ट्रेलिया त एकदम वैदेशिक, उहाँ भनेको वैदेशिक भन्ने आउँछ मलाई फेरि, खास बाहिर चाहिँ खेल्दाखेरि उहाँ कस्तो माहौल रहेछ? अहिले अस्ट्रेलियामा गएका नेपाली खेलाडीहरू धेरै हुनुहुन्छ, फुटबलको कुरा गर्ने हो भने त 100जनाभन्दा बढी खेलाडी हुनुहुन्छ भनेर आइराखेको छ होइन, राष्ट्रिय टिमबाट खेलेका धेरैजना। भलिबल पनि राष्ट्रिय टिमका प्रमुख खेलाडीहरू चाहिँ अहिले सबै अस्ट्रेलिया नै हुनुहुन्छ होइन, रविचन्द्र सफल विश्वकर्मादेखि लिएर मानबहादुर श्रेष्ठदेखि लिएर सरस्वती चौधरीदेखि लिएर होइन, त्यसमा धेरै खेलाडीहरू चाहिँ अहिले त्यहाँ हुनुहुन्छ। खासमा त्यहाँ चाहिँ कस्तो हुँदो रहेछ, कस्तो छ त्यहाँ भलिबलको माहौल कस्तो पाउनुभयो? भलिबलको माहौल पनि त्यहाँ एकदमै राम्रो छ सर। त्यो चाहिँ हाम्रो यहीँ नेपाली यहीँबाट जानुभएको समुदायहरूले जानुभएको दाइले चाहिँ अब कहिलेकाहीँ खेलाउनुहुन्छ महिनामा 2-3 चोटि। अब जस उहाँहरूले गर्दा नै जस एउटा छ नि त बाटो, भविष्यको बाटो के, अब चाहिँ जान सक्छु भन्ने चाहिँ बाटो दाइले चाहिँ रोतिनु भएको। नेपाली खेलाडी हजुर गेम खेल्न बोलाउनुहुन्छ उहाँहरूले, अब बोलाएर हामी जान्छौँ गेम खेल्दै आउँछौँ अनि पैसा दिनुहुन्छ, जस दाइहरूले राम्रो गरिदिनु भएको। आर्थिक रूपमा पनि खेलाडीलाई मजबुत बनाउन वैदेशिक रोजगारमा रहनुभएका पूर्व खेलाडीहरू सहयोग गरिदिनुहुन्छ हजुर। अब रुकुम पश्चिम चाहिँ काबा क्लब च्याम्पियनसिपको लागि पनि छनौट भयो होइन, उज्बेकिस्तानमा हुने उक्त प्रतियोगिताका लागि रुकुम पश्चिम जाँदैछ। अब यहाँको चाहिँ त्यहाँ दर्शकले रुकुम पश्चिमबाट देख्न पाउँछन् कि पाउँदैनन्? त्यसमा अलिकति के छ खासमा यहाँलाई पहलका हतराजलाई चाहिँ रुकुम पश्चिमको टिमबाट देख्न पाइन्छ कि पाइँदैन? रुकुम पश्चिमको टिमबाट देख्न पाइन्छ, खेल्नुहुन्छ यहाँले होइन? अब त्यो प्रतियोगिता चाहिँ एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता पनि भयो होइन, व्यवस्थापनका हिसाबले धेरै हिसाबले चाहिँ त्यो उत्कृष्ट प्रतियोगिता पनि भयो। त्यसमा चाहिँ सहभागिता सम्बन्धमा धेरै भलिबल प्रेमीहरू पनि हुनुहुन्छ, उहाँहरूको पनि सहयोगको अपेक्षा सायद भलिबल प्रशिक्षण केन्द्रले गरिरहेको छ। रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले यस प्रतियोगितामा पनि पैसा जुटाएर आर्थिक रूपमा चाहिँ अप्ठ्यारो अवस्थामा पनि सहभागिता जनाएको थियो होइन। अब यहाँ एउटा खेलाडीको भएको हैसियतले चाहिँ अब यहाँ त्यो टिमको सदस्य पनि हुँदै हुनुहुन्छ होइन, के भन्न चाहनुहुन्छ आम भलिबल प्रेमीहरूलाई? अब आम भलिबल प्रेमीलाई चाहिँ म के भन्न चाहन्छु भने चाहिँ अब हाम्रो चाहिँ त्यो दाइलाई सबैजनाले सहयोग गरेर अब लगायत मलाई सहयोग गरे जस्तो गरेर हाम्रो रुकुम पश्चिम भलिबल केन्द्रलाई चाहिँ सबैजनाले सहयोग गरेर चाहिँ सबैजनाले सहयोग गरिदिनु होला। जस्तै अब हाम्रो अब यहीँ रुकुम जिल्लाकै कुरा गरौँ न, अब 3टा नगर 3टा पालिका छन् अनि उहाँहरूले पनि मेयरहरूले पनि पालिका अध्यक्षहरूले सबैले सहयोग गरेर चाहिँ हामीलाई यो गेमको सहजीकरण गरिदिनु भने सबैलाई चाहिँ हार्दिक अनुरोध गर्न चाहन्छु। हस्, यो महत्त्वपूर्ण समय संवादको लागि यहाँलाई धन्यवाद छ। धन्यवाद, नमस्कार।